Sungura, hello everyone guys. Hello everyone guys. Welcome to back Sunday vlog. Welcome to the Salary Bolon. So everyone guys, मेरो साथी सुंगुर everyone guys म चाहिँ आज छुट्टी हैन छुट्टीमा फेरि ट्याक्क सुते म 2 घण्टा जस्तो ट्याक्क उठेर फेरि मैले आफ्नो कामतिर व्यस्त हुन लागे हैन सो मैले छुट्टीमा चाहिँ हामीले चाहिँ विकली सन्डेको दिन कम्पनीले चाहिँ चिकनहरु दिन्छ कहिले अन्डाहरु यताउति बट कम्पनीबाट फेसिलिटीहरु एकदम राम्रो छ गाइस हामीले रुममा पनि कपडाहरु धुने मान्छे अलग राखिदिएको छ खानाहरु बनाउने सब सफाइहरु अनि भएन भनेर हामीले जति पनि साबुन ब्रुसहरु चाहिन्छ त्यो पनि सब कम्पनीले दिइरहेको हुन्छ बट हाम्रो चाहिँ अलिकति ड्युटी चाहिँ अलिकति 12 घण्टा मात्रै हो बट यही नै हो अहिले चाहिँ म ट्याक्क गाइस उठेर नुहाइधुइ फ्रेस भएर म चाहिँ आफ्नो काम सुरुवात गर्दै छु गाइस मैले चाहिँ यहाँ मसलाहरु लिएको छु यो मसला चाहिँ अब लेग पिस बनाउँछु अनि बचेकोले चाहिँ 65 स्टाइलमा फ्राई गर्छु गाइस आज चाहिँ लेग पिस खाने मेरो इच्छा भयो अब चाहिँ मैले त्यसको लागि मिहिनेत गर्नुपर्ने हुन्छ र गाइस यहाँ चाहिँ टक्क राइस बोइल गर्दैछ हाम्रो एकदम खेतको धान मालिकले पठाइदिएको यहाँ चाहिँ चिकनहरु फ्राई हुँदैछ र गाइस यहाँ चाहिँ हाम्रो खाना र उनीहरुको खानामा अलि डिफरेन्ट छ यहाँ चाहिँ चिकनहरुले पानीमा टक्क बोइल गरेर त्यसपछि त्यो पानीहरु फालेर फेरि त्यस्तै अब फ्राई गरेर खान्छन् हैन चटनी जस्तो बनाएर खान्छन् यिनीहरुले गेरेगोरे यताउति चाहिन्न म त अब चाहिँ म ढिलाइ नगरी आफ्नो कामतिर जान्छु गाइस तपाईहरुले चाहिँ मेरो भिडियोमा नयाँ हुनुहुन्छ भने च्यानल सब्स्क्राइब गर्नु होला यति भन्दै मेरो प्राय जसो म बाहिर घुम्न पाउँदैन गाइस त्यही भएर मेरो कुकिङ स्टाइलमा भ्लगहरु यताउति आउँछ बट म गाउँमा भए त अब यताउति राम्रै हुन्थ्यो बट यहाँ हुँदाखेरि मैले जन च्यानलहरुमा भिडियोहरु लाउँछु मलाई त्यस्तो युट्युबबाट कमामलाई यताउति भन्ने त मेरो मनमै छैन गाइस किनभनेपछि मेरो जबलाई पनि हेर्नुपर्ने हुन्छ यताउति र युट्युबमा कमाइ गर्नको लागि त्यही पेसामा ध्यान दिनु पर्यो कन्टेन्ट राम्रो बनाउनु पर्यो यताउति मलाई पनि थाहा छ तर म चाहिँ फिलहाल एउटा आफ्नो सोख पूरा गर्दै मात्र छु मैले युट्युबलाई जस्तो सुख दुःखको मेरो एउटा दुःख सुखको साथी एउटा भिडियो एउटा मेमोरी सेभको लागि मात्र मैले बनाउँछु यताउति म त यही नै हो गाइस हैन ट्याक्क यता चाहिँ पश्चिमतिर बेला डुब्दैछन् ट्याक्क यस्तो पर्यो हैन हाम्रो घरतिरबाट यता हेऱ्यो भने स्वर्गदारी यतै पर्छ प्युठान स्वर्गदारी सो यही हो अब चाहिँ म ढिलै नगरी आफ्नो काम टक्कै लाग्छु नरुन नि माया छाती चिरिन्छ मुसुको रुटले बाटो बिरिन्छ मैले चाहिँ चिकनमा कर्नफ्लावर मैदाहरु एड गर्दैछु आदिलाई लेग पिसलाई उतातिर मसलामा राख्यो भने चाहिँ कर्नफ्लावर मैदा यताउति एड गर्यो भने चाहिँ अलरेडी मसला पहिला नै छ यो 65 मा बन्न गयो तपाईले इच्छुक लाग्छ कलर हाल्न सक्नुहुन्छ तर कलर युज नगर्नु होला घराइ सी फुडमा हैन सो कलर इज नट गुड हेल्थ यही नै हो गाइस अहिले चाहिँ म ट्याक्क बनाएर रेडी राखिसके मेरो भिडियोमा चाहिँ कुकिङ भिडियोहरु आइरहेको छ फाइनली चिकनहरुमा चाहिँ जो हाल्नुपर्ने मसलाहरु टकटुकै हालिसके लेग पिसले चाहिँ बारबिक्यू स्टाइलमा सेक्छु अनि कर्नफ्लावर मैदा हालेको छु त्यसमा त्यसलाई चाहिँ 65 स्टाइलमा फ्राई गर्छु अनि गाइस मैले चाहिँ यसले ट्याक्क मसला कर्नफ्लावर मैदाहरुमा ट्याक्क राखिसके यतातिर जिन्जर गार्लिक पेस्ट पनि छँदैछ लेग पिसले टक्क मसलाहरु हालिसके 1 किलो चिकनलाई बोबाल मेरिनेटमा राखिसके एकैछिन मैले चाहिँ यहाँ कोइलाहरु ट्याक्क हाल्दैछ मिस्टर जेठोले यतातिर ससहरु बग्दैछ यताउति अनि गाइस फाइनली यही हो अब चाहिँ मेरो साँझ पनि परिसक्यो बेलाहरु डुब्न लागिसके ट्याक्क मैले चाहिँ फाइनली मैले खानाहरु पाएँ रेडी गरेर म 7 बजे भित्रमा सुत्नु पर्छ 8-9 बजेमा निदाउनु पर्छ भोलि फेरि 6 बजे मेरो ड्युटी स्टार्ट हुन्छ बट आज छुट्टी चाहिँ त्यसरी नै बित्छ गाइस रुममै हो रुमभन्दा बाहिर जानु मिल्दैन मलाई सो केही गाडहरू लिएर गयो भने चाहिँ यताउति गयो भने मात्र खाइदेऊ नै भने त अब मोबाइल चोरी पैसा चोरी कुटपिट मारपिट जे पनि हुन सक्छ यो ठाउँमा यहाँ चाहिँ अलि अनसेफ छ गाइस यो
Mian aja lo, aku tahu malu dulu. Indra, क्या करेगा भाई? पिस पनि पकाउँदैछु अनि ट्याक्क 65 पनि यता पाक्दैछ बबाल तरिकामा गए 65 चाहिँ यहाँ नर्मल आगोमा पुरा कोइलामा पाक्दैछ यहाँ चाहिँ अनि यसको साथसाथै यतातिर पनि लेग पिस पनि बबाल तरिकामा सेक्क हुँदैछ गाइस चाहिँ लेग पिस ट्याक्क गाइस हैन यतातिर लेग पिस बबाल तरिकामा गाइस हैन मैले चाहिँ छुट्टीमा चाहिँ अलिकति मेहनतहरू गर्छु किनभने चाहिँ खानको लागि अलि राम्रै खाम भन्ने मेरो मनमा हुन्छ यताउति सबै गर्छु मैले चाहिँ बबाल तरिकामा खानाहरू खान्छु गाइस छुट्टीमा ननभेज खाने 2 जना मात्र छन् 2 जनामा 1 जना चाहिँ ड्युटीमा हुनुहुन्छ अहिले बोलाउँछु यताउति बट मेरो लागि चाहिँ खानाहरू प्रशस्तै मात्रामा राम्रै बनाएर खान्छु भाग्यले दिएको चिज हो खाए अरू ठाउँमा स्टाफले पकाएको 150-200 जनालाई खाना लाइन लगाएर खान्छ र हामी चाहिँ गाउँको एरियामा छौँ 5-6 जना छौँ काम गर्ने ग्रामीणहरू 3-4 जना हामी इन्डियन नेपाली गरेर 2-3 जना कपाल खाइन्छ यार चिकन 65 फ्राई हुँदैछ है गाइस